हेलो साथीहरू, असार 15बाट रोपाइ सुरु भएको छ हाम्रो चाहिँ। घाम आज ज्यादा लागेको थियो, त्यही भएर म चिसो भएँ, टोपी लाएर। आज चाहिँ यो दिदीको फोन गरेर आउन एकछिन सघाउनु भन्न थाल्नुभयो, त्यही भएर आएको। यत्रो छ रोप्न चाहिँ हामीले 10-15 कठा जति रोपिसक्यौँ, तर अहिले गलेर बसेको यसरी यो गुवालीमा। साथीहरू, यत्रो छ रोप्न तर पनि नसक्ने अवस्था परिसकेँ म चाहिँ। गर्मी अनि पसिना पसेर आहा कस्तो कस्तो भइरह साथीहरू। पार्वती दिदी किन वहाँ गएर बस्देको त नि? कस्तो हात काम यार मेरो त। साथीहरू यो बेलामा रोप्ने बिउ चाहिँ यत्रो छ साथीहरू। यत्रो छ रोप्न अझै, यता यता त सबै रोपिसक्यौँ। के भयो विशालेको बुढी? ओ विशालेको बुढी मजा आइरह। पार्वती दिदी किन भागेर जानुभएको उहाँ? कटु लाछु साथीहरू, मजाले हेर्नुहोस् है, यो मान्छेले कट्टु लगाएको छ अरे हो। हेर्नुहोस् है, यता चाहिँ भनेर भन्न त मन थियो तर भनेर भनिन। शारदा दिदी भनेर भन्न मन थियो तर भनिन। जोन जोन भन्ने यसको नाम चाहिँ जोन जोन अरे। कति क्युट छिन्। मेरो हात चाहिँ यस्तो फोड्छ साथीहरू। यता हेर्नु न हौ, नयाँ गर्नु न हौ, कति ज्ञानी छ हौ। उठा 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 उठा। राम राम हो र। हामी पनि बिहानदेखि कुलो खनेर अनि अघि 12 बजे 11:50 कि 12 बजेतिर रोपेर फेरि निस्केर यहाँ रोप्न